नमस्ते टासितेलेक फ्याबुला छाजलो खाम्रेमो म जोडिन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र आजको यो भिडियो चाहिँ 10 अकुशल कर्महरू र त्यसका फलहरू है र त्यसबाट त्यसलाई त्याग्यौं भने त्यसको फल के हुन्छ र त्यसको किन चाहिँ अब त्यो हामीले त्याग्नु पर्ने हो भनेर चाहिँ त्यसको विषयमा भन्ने छु है र अब यो 10 अकुशल कर्म यानी टिबेटनमा हामीले मिगेवाचु भन्छौं है। अब अकुशल कर्म यानी पापहरू त धेरै छन्, लाखौं करोडौं अनगिनित छ है। तर पनि यो 10 वटा चाहिँ अब खास यो 10 वटा अकुशल कर्महरू चाहिँ हामीले त्याग्न सक्यौं भने चाहिँ अब अरु पापहरू पनि हामीले बिस्तारै हामीले त्याग्न सक्ने हुन्छ है। र एउटा बुद्ध धर्म मान्ने एउटा बुद्धिस्ट हुनको नाताले चाहिँ हामीले यो 10 अकुशल कर्महरू के हुन्, त्यसको फल के हुन्छ र त्यो त्याग्नुको कारण के हो है, र त्यसको उल्टा यानी 10 कुशल कर्महरू के छन् भनेर त्यो चाहिँ हामीले बुझ्न एकदमै जरुरी रहेको छ है। र अब 10 अकुशल कर्मलाई चाहिँ हामीले 3 भागमा छुटाएको हुन्छौं। शरीरबाट हुने 3 अकुशल कर्म र वचनबाट हुने 4 वटा अकुशल कर्म र मनबाट हुने हृदयबाट हुने 3 वटा अकुशल कर्महरू रहेको छ है। र सर्वप्रथम पहिलो चाहिँ भयो टिबेटनमा हामीले सोक्चोपा भन्छौं। अब सोक्चोपा भनेको प्राणघात यानी कसैको प्राण लिनु। अब यसमा चाहिँ अब चाहे त्यो एउटा मान्छेको ज्यान मान्छेको प्राण लिएको होस् अथवा जीव जन्तु कुनै पनि प्राणीको एउटा हामीले चाहिँ अब प्राण लिनु भएन है। त्यो चाहिँ सबभन्दा अब एउटा ठुलो पाप एउटा भयो है। र अब यसमा चाहिँ मैले धेरैचोटि भनिसके कि हामीले मासु खाँदा पनि है, चाहे त्यो अब कुखुरालाई आफैले मारेको होस् या अथवा कसैले त्यो कुखुरा मारेको पसलमा बेचिरहेको छ भने त्यो मासु हामीले खाँदा पनि हामीलाई प्राणघातको त्यो कर्म चाहिँ हामीले भोग्ने छ, यानी त्यो पाप हामीलाई लाग्ने छ भनेर चाहिँ भन्न चाहन्छु है। मैले धेरैचोटि भनेको छु यो। र अब अरूको प्राण लिएमा त्यसको फल के छ त भन्दाखेरि चाहिँ अब त्यसको फल चाहिँ एउटा त भयो, अब मरेर गएपछि हामी नर्कमा जन्मिन्छौं है। कसैको प्राण लियो भने त्यसको फल एउटा हुन्छ, नर्कमा जन्मिन्छौं भने। अर्को, यदि अब हामीले अर्को जुनी मान्छेको जुनी लिए तापनि आफ्नो आयु भने एकदमै छोटो है, जीवन एकदमै छोटो हुने र छोटो जीवनमा पनि धेरै रोगहरूले दुःख दिने त्यस्तो जन्म लिन्छ हामीले है। अब यदि तपाई हामी कसै अब एकदम छोटो जुनी छोटो अब आयु छोटो भएको र अब बाँचुन्जेल धेरै रोगले अब दुःख भोगेर बाँच्नु परेको भने अवश्य त्यसको कारण यानी त्यो चाहिँ के को फल हो भन्दाखेरि चाहिँ हामीले पूर्व दुनियाहरुमा चाहिँ हामीले प्राण कसैको प्राण लिएको है, कसैको हत्या गरेको त्यसको फल हुन सकिन्छ है। र अब अरूको प्राण लिनु यानी त्यसमध्ये पनि आफ्नो बुवा आमा है, आफ्नो बुवा आमा जस्ता अब उहाँहरुको प्राण लिनु भयो भने चाहिँ त्यो चाहिँ सबभन्दा ठुलो पाप भयो है त। अब यो भयो शरीरबाट हुने पहिलो अकुशल कर्म जुन चाहिँ थियो प्राणघात। र दोस्रो छ माजिम्बर ल्याम्बा भन्छ। माजिम्बर ल्याम्बा माने झुट बोल्नु। अब झुट बोल्नु हैन, माफ पाऊ, चोरी गर्नु भयो। अब चोरी गर्नुमा पनि अब धेरै प्रकारको अब चोरी गर्ने तरिका हुन्छ। यानी एउटा हुन्छ अब लुटेर लाने, खोसेर लाने है, अरूको सामान अरूले नदिइकन पनि
खोसेर लाने, लुटेर लाने, एउटा त्यो भयो। र एउटा चाहिँ बिस्तारै बिस्तारै लाने, जस्तै मानौँ कसै आफूलाई चाहिने सामान कसैकोमा छ भने मलाई त्यो चलाउनु नभनेर चलायो तर फिर्तै नगर्ने है, चलाएपछि फिर्तै नगर्ने, त्यो पनि एक प्रकारको चोरी नै हो है, त्यो पनि एक प्रकारको चोर्नु नै हो। र एउटा हुन्छ अब एकदम दिमाग लगाएर अरूको टाउको घुमाएर अरूको सामान लिने। अब एउटा राम्रो उदाहरण दिनु पर्यो भने जस्तै दोकानदारहरू हुन्छ, पसलेहरू, उहाँहरूले हामीलाई एकदमै त्यो के नाना थरी कुराहरू सुनाएर चाहिँ नाना थरीका कुराहरू भनेर चाहिँ हामीलाई अब त्यो सामान हामीलाई त्यसको सही रकमभन्दा धेरै पैसा लिएर चाहिँ हामीलाई लुट्छन् नि, त्यो पनि एक प्रकारको चोर्नु नै हो है त। त्यसैले त्यस्तो गर्नु भएन है। र अब त्यस्तो चोरी गरेमा त्यसको फल के हुन्छ भन्दाखेरि अब हामीले न्यालुवा हिदाक ढिँडो भन्छौँ है। हिदाक यानि तपाईँले फोटो देख्नु भएको होला कि घाँटी सानो भएको, पेट ठुलो भएको है, हो त्यस्तोमा जन्म लिन्छ, त्यसलाई चाहिँ प्रेत भन्छौँ है, प्रेतमा जन्म लिन्छन् भनेर भन्नुभएको छ। र यदि मान्छेको जुनी लिए तापनि एकदमै गरिब है, धन सम्पत्ति नभएको एकदमै गरिब त्यस्तो एउटा मान्छेको जन्म लिन्छ, त्यसैले चोरी गर्नु भएन है त। र तेस्रो छ अब शरीरबाट हुने अकुशल कर्म, तेस्रोमा के छ भन्दाखेरि व्यभिचार भन्दो रहेछ है, यानि यौन सम्पर्क राख्नु है, यौन गर्नु भन्दा हुन्छ होला। र अब जस्तै अब मानौँ अब लामा भिक्षुहरूले त यौन गर्नै भएन होइन, र बाहिरको कुरा गर्ने हो भने पनि है, बाहिरको कुरा गर्ने हो भने पनि अब जुन भाइ अब केटीसँग यौन गर्न मिल्छ भन्दा मिल्दैन है। अब किताबमा धेरै कुरा लेखेको छ, अब त्यो सबै म भन्दिनँ है, अब कुनै कुनै मात्र कुरा भन्छु। बिना ठाउँमा चाहे आफ्नो श्रीमती नै होस् है, अब चाहे आफ्नो श्रीमतीसँगै होस्, एउटा गर्न नहुने, यौन गर्न नहुने जग्गामा, जस्तै गुम्बाहरूमा, मन्दिरहरूमा, त्यस्तो ठाउँमा यौन गर्नु भएन है त। र अर्को कुरा आजकल अब जस्तै न्युङ्ने बस्ने हुन्छ है, धोम्बा लिएका हुन्छन् है, बाहिरको मान्छेले पनि घ्याङ्ग्यान धोम्बा भन्ने एउटा लिन मिल्छ, त्यस्तो धोम्बा लिएको बेला पनि यौन सम्पर्क राख्नु भएन है त, त्यो पनि बुझ्नु पर्यो। र अर्को कुरा आफ्नो श्रीमती हो भन्दैमा अब कुटेर हिर्काएर जबरजस्ती त्यसरी पनि यौन सम्पर्क गर्नु, यौन गर्नु भएन है त। अब त्यस्तो गऱ्यो भने के हुन्छ त भन्दाखेरि चाहिँ त्यसको फल के छ त, अब त्यस्तो अकुशल कर्मको फल के छ भन्दाखेरि एउटा त त्यही हो अघि भने चाहिँ प्रेतमा जन्मिने, र अर्को यदि मान्छेमा जन्मे तापनि एउटा एकदमै नराम्रो मान्छे, एकदमै अब डरलाग्दो मान्छे, त्यस्तो मान्छेको चाहिँ बुढीमा जन्म लिनेछ, त्यस्तो मान्छेको श्रीमतीमा आफू जन्म लिइन्छ भनेर पुस्तकमा लेखिएको छ है त। र अब यो चाहिँ थियो अब शरीरबाट हुने 3 अकुशल कर्महरू। अब छन् अब वचनबाट हुने है, वचनबाट हुने 4वटा अकुशल कर्ममध्ये पहिलो छ झुट बोल्नु है त। अब झुट यानि असत्य बोल्नु। अब जुनमा पनि धेरै प्रकारका, अब जुन यानि झुटमा पनि धेरै प्रकारका झुटहरू हुन्छन् है। एउटा हुन्छ कि आफूलाई एउटा शक्ति नभए पनि है, आफूलाई भविष्य देख्ने क्षमता नभए तापनि मैले भविष्य देख्न सक्छु भन्ने है, आफूमा एउटा भगवानहरू देख्न सक्ने क्षमता नभए पनि मैले भगवानहरू देख्न सक्छु, झन् म त्यो भगवानहरूसँग म बात पनि कुरा पनि गर्छु भन्ने, अब त्यो तिनीहरू चाहिँ सबभन्दा अब ठुलो झुट हो है। त्यस्तो झुट कहिले पनि बोल्नु हुँदैन है। र अर्को झुट के हुन्छ भने आफूलाई मात्र फाइदा हुने, अरूको नोक्सान मात्र हुने, अरूलाई हानि मात्र पुर्याउने, त्यस्तो खाली झुट पनि बोल्नु भएन है।
अब एउटा छ कि अरूलाई आफूलाई फाइदा नभए अरूको भलो हुने झुट बोल्न चाहिँ पाइन्छ भनेर पनि भन्ने गर्छन्। जस्तै मानौँ एउटा एउटा नराम्रो मान्छेले एउटा अब केटाकेटीलाई अथवा एउटा भनौँ एउटा कुकुरलाई हिर्काउन खोजिरहेको छ र एउटा कुकुरलाई लखेटिरहेको छ भने है, र त्यो कुकुर भाग्दै गरेर आउँदाखेरि दायाँपट्टि भागेर गएको छ भने मानौँ, र त्यो मान्छे आएर चाहिँ कुकुर कहाँ गयो भन्दाखेरि दायाँपट्टि गयो नभनेर बायाँपट्टि गयो भन्दाखेरि बिचरा त्यो कुकुरको भलो भयो नि त होइन, त्यो कुकुरलाई पिटा खाएन नि। हो त्यस्तो खाले अरूको भलाइ हुने झुट चाहिँ बोल्न पाइन्छ भनेर पनि भन्ने गर्छन् है। तर अब सकेसम्म झुट नबोल्नु होला है। र अब यदि हामीले धेरै झुट बोल्यौँ भने त्यसको फल के हुन्छ त? त्यो कुकर्मको फल, त्यो अकुशल कर्मको फल के छ त भन्दाखेरि चाहिँ हामी पशुपन्छीहरूमा जन्मिने है। पशुपन्छीहरू कस्तो हुन्छ, सही र गलत के हो छुटाउन नसक्ने त्यस्तो हुन्छ नि त। हो हामी पनि अनि त्यस्तो पशुपन्छीमा जन्म लिने है। र यदि मान्छेमा जन्म लिए तापनि धेरै अब सबै मान्छेहरूले चाहिँ भयोभरको मान्छेहरूले चाहिँ आफूलाई गाली गर्ने त्यस्तोमा जन्म लिन्छ अरे। आफूले एउटा राम्रो काम गरे तापनि अरूले नराम्रो भन्ने हो, त्यो चाहिँ के को फल हो अरे भन्दा चाहिँ पूर्वजुनीमा हामीले धेरै झुट बोलेको फल हो भनेर लेखिएको छ पुस्तकमा है। र अब अर्को कुरा यो भयो वचनबाट हुने अकुशल कर्म पहिलो है। र दोस्रोमा छ टिबेटनमा ठामा भन्छन् है, र नेपालीमा कटु वचन भन्दो रहेछ। कटु वचन यानि कटु वचन भनेको चाहिँ ठामा भनेको चाहिँ दुईजना साथी बिच, अब दुईजना साथीको बिचमा चाहिँ अब नराम्रो कुरा लगाइदिने है। अब यसले तिमीलाई त्यस्तो त्यस्तो भन्दैछ, त्यसले तिमीलाई यस्तो यस्तो भन्दैछ, नराम्रो यस्तो भन्दैछ त्यस्तो भन्दैछ भनेर कुरा लगाइदिने हुन्छ नि, हो त्यसलाई भन्दो रहेछ है त। त्यस्तो गर्नु भएन हामीले। त्यस्तो गर्यो भने चाहिँ के, अब त्यसको फल के छ त भन्दाखेरि चाहिँ एउटा त आफू नर्कमा जन्म लिने है। र यदि मान्छेमा जन्म लिए तापनि आफूसँग कसैले पनि साथी नगर्ने, कसैले पनि आफूलाई साथ नदिने है। आफूसँग भएको साथीहरू पनि छुटेर जाने हो, त्यस्तोमा जन्म लिइन्छ भनेर लेख्नु भएको छ। र वचनबाट हुने अकुशल कर्म तेस्रोमा के छ भन्दाखेरि छिकछुप यानि कठोर वचन है। अरूलाई दुःख दिने अथवा गाली अब या कडा शब्द बोल्नु है, त्यस्तो पनि बोल्नु भएन। र अब जस्तै अब अरूलाई भनौँ एउटा कसैले एउटा केही नराम्रो काम गरेको छ या केही छ भने अब त्यो मान्छेको आफ्नो परिवारको अगाडि उसलाई हेला गर्ने, नराम्रो भन्ने, नराम्रो शब्द है, गाली गर्ने हो, त्यसलाई भन्छ छिकछुप। त्यस्तो पनि गर्नु भएन है त। त्यस्तो गर्यो भने त्यसको फल के हुन्छ भन्दाखेरि त्यही हो, नर्कमा जन्मिने। र यदि मान्छेमा जन्मे तापनि एउटा आफूले नराम्रो आवाजहरू सुनिबस्ने, हामी कसै मान्छे हुँदो रहेछ नि, एउटा अरूले केही सुनेको छैन तर त्यो मान्छेले चाहिँ नराम्रो डरलाग्दो आवाजहरू सुन्ने त्यस्तो हुँदो रहेछ नि। त्यो चाहिँ के हो भन्दाखेरि पहिलो अब पूर्वजुनीमा चाहिँ आफूले धेरै अरूलाई गाली गरेको, कठोर शब्दहरू भनेको है, हो त्यसको फल हो भनेर लेख्नु भएको छ है त। र अब चौथोमा छ नाक्याल भन्छ। नाक्याल यानि बकवास गर्नु। अब बकवास गर्नुमा अब त्यो बिना सिद्धि जे पाइ त्यही कुरा गर्नु है, त्यो पनि बकवास भयो। र यहाँ पुस्तकमा लेखे अनुसार जस्तै मानौँ अब हामी बुद्धिस्ट भयो नि त होइन। अब बुद्धिस्ट भएर चाहिँ अब यहाँ पुस्तकमा लेखेको छ कि मुतेक बेतेज्यो त खातुन लासोपा हो, यिनीहरू चाहिँ गर्नु भएन भनेको अर्थ जस्तै मानौँ हिन्दूको के भन्छ त्यसलाई, गीता होइन, हिन्दूको उहाँहरूको त्यो किताबलाई गीता भन्छ नि, भगवत गीता हो हजुर। त्यो एउटा हामीले पढ्नु भएन है त। भगवत गीता पढ्ने, अनि त्यस्तै गरी बाइबल, क्रिस्चियनको बाइबलहरू पढ्ने, त्यस्तै गरी मुस्लिमको कुरानहरू पढ्ने हामीले हो, तिनीहरू चाहिँ हामीले पढ्नु भएन
है त। अब तपाईँलाई अब बिना कारण पढ्नु भएन, अब कुनै पढ्ने कारण छ भने त पढ्नु मिल्छ होला, जस्तै पढाइ गर्दैछौँ अथवा त्यस्तो छ भने पढ्नु मिल्छ होला, नभए पढ्नु भएन, पढ्नु हुँदैन भनेर लेखिएको छ है त। र अब नाक्याललाई अब बकवास गर्नु, यानि अब यसको अर्थ, यसको फल के छ त भन्दाखेरि चाहिँ त्यही हो, पशु पक्षीमा जन्मिने है। र यदि मान्छेमा जन्मे तापनि आफ्नो आफूले बोलेको कुराहरूलाई मान्छेले भाउ नदिने है, आफूले बोलेको कुरामा वजन नहुने। हामी त्यस्तो हुँदो रहेछ नि, आफूले कुनै बेला आफूले बोलेको कुरामा मान्छेले वास्तै गर्दैन नि। हो त्यस्तोहरू चाहिँ के हो अरे भन्दाखेरि त पूर्वजन्ममा हामीले धेरै बकवास गरेको त्यसको फल हो भनेर लेख्नु भएको छ है त। र अब त्यो भित्र पनि एउटा कसै मान्छे एउटा धार्मिक मान्छे छ भने है, कसैले एउटा धर्मको बारे के बुझ्न चाहिरहेछ भने त्यो मान्छेलाई जेप्पै त्यो कुरा भन्नु, बकवास कुराहरू मात्रै भन्नु हो, त्यो चाहिँ सबभन्दा नराम्रो बकवास हो भनेर लेख्नु भएको छ। यो चाहिँ थियो वचनबाट हुने चार अकुशल कर्महरू है त। र अब अन्तमा मनबाट यानि हृदयबाट हुने 3वटा अकुशल कर्ममध्ये पहिलो छ नाप्सेम भन्छन् है। नाप्सेम यानि नेपालीमा चाहिँ लोभ भनेर देखाइरहेको छ। अब यानि अरूको, अब एउटा यस्तो हुन्छ कि अब योमा धेरै प्रकारको हुँदो रहेछ। एउटा के हुन्छ भने अब म जस्तो त कोही छैन भनेर त्यस्तो सोच्ने एउटा हुँदो रहेछ नि। मेरोमा त यो छ, मेरोमा त्यो छ, मेरोमा यस्तो घर छ, मेरोमा यस्तो एउटा मोबाइल छ, मेरोमा यस्तो गाडी छ, म यस्तो राम्री छु, म यस्तो राम्रो छ, म जस्तो राम्रो, म जस्तो राम्री त कोही छैन भन्ने हो, त्यस्तो एउटा सोच हुँदो रहेछ नि। त्यसलाई पनि नाप्सेम भनिन्छ है। र अर्को के हुन्छ भने अरूकोमा भएको सामान है, जस्तै मानौँ अरूकोमा एउटा राम्रो एउटा केही एउटा सामान, केही एउटा चिज, मोबाइल जस्तो केही छ भने त्यो मलाई पाएको भए भनेर त्यो अरूको सामानमा मन लागिबस्ने हुन्छ नि है। त्यो चाहिँ मलाई पाएको भए, त्यो चाहिँ मेरो भएको भए भनेर त्यो सोचिबस्ने, त्यो पनि एक प्रकारको मनबाट गरिने अकुशल कर्म हो रहेछ है त। र यस्तो गर्यो भने चाहिँ यसको फल चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा त प्रेतमा जन्मिने है, तल्लो लोक यानि हिदाक प्रेतमा जन्मिने। र यदि मान्छेमा जन्मे तापनि एकदमै राग धेरै भएको है, एकदमै राग धेरै भएको त्यस्तोमा जन्मिँदो रहेछ। राग भनेको बुझ्नुहुन्छ होला, त्यो छाक है, अट्याचमेन्ट भन्छ नि हजुर। र अब दोस्रोमा छ मनबाट हुने अकुशल कर्म। दोस्रो के छ भन्दाखेरि न्वेषण यानि अरूलाई हानि पुर्याउने मन है, अरूलाई अब मार्ने, अरूको ज्यान लिने, अरूको हत्या गर्ने मन, अरूलाई चोट पुर्याउने मन हो, त्यस्तो मनलाई चाहिँ न्वेषण भनिन्छ। अब त्यस्तो भयो भने चाहिँ त्यसको फल के हुन्छ त भन्दाखेरि चाहिँ एउटा त त्यही हो, अब नर्कमा जन्मिने है। र यदि मान्छेमा जन्मे तापनि एकदमै रिस कडा त्यस्तोमा जन्मिने है। कसै मान्छे हुँदो रहेछ नि एउटा जन्मिने बेलादेखि, सानो बेलादेखि नै एकदमै रिस कडा, त्यो चाहिँ के हो र भन्दाखेरि पूर्वजन्ममा उसले अब धेरै अरूलाई हानि पुर्याउने धेरै सोच भएको हो, त्यसको फल हो भनेर लेखिएको छ। र अब अन्तमा अब 10 अकुशल कर्म यानि 10औँमा के छ भन्दाखेरि अन्तमा चाहिँ लोक्ता भनिन्छ। लोक्तालाई चाहिँ नेपालीमा मिथ्या दृष्टि भन्दो रहेछ। भनेको अर्थ अब गलत विचार वा अब दृष्टिकोण राख्नु, गलत दृष्टिकोण राख्नु, जस्तै अब कर्मको अस्वीकार गर्नु, सबभन्दा नराम्रो अब गलत विचार यानि गलत दृष्टिकोण चाहिँ के भन्दाखेरि कर्मको अस्वीकार गर्नु है। आफूले एउटा नराम्रो कर्म गरेपछि त्यसको फल नराम्रो हुन्छ भन्ने त्यस्तो विश्वास नराख्ने है। जस्तै कसै हुन्छ नि अब हामी एकचोटि मात्र बाँच्छौँ, हाम्रो जुनी एकचोटि मात्र हो, हामी एकचोटि मात्र जन्मेको, यो जुनीमा मलाई जे मन लाग्छ म त्यही गर्छु, अर्को जुनी त छँदै छैन, मैले जे गरे पनि यही जुनीमा गर्ने हो, म जति नराम्रो गरे पनि यही जुनीमा गर्ने हो, अर्को जुनी छैन भन्ने जस्तो त्यस्तो एउटा सोच बोक्ने हुन्छ नि, त्यसलाई भन्छ लोक्ता। त्यो चाहिँ सबभन्दा नराम्रो भयो है त। अब यस्तो लोक्ता यानि मिथ्या दृष्टि
यानि गलत विचार गलत दृष्टिकोण भएमा त्यसको फल के हुन्छ त भन्दाखेरि एउटा त पशुपन्छीमा जन्मिने है, र यदि मान्छेको जुनी लिए तापनि एकदमै अज्ञान धेरै भएको है, ज्ञान नभएको अज्ञान मात्र भएको त्यस्तोमा जन्म लिने रहेछ। हजुर, अनि अब यो चाहिँ थियो हामी एउटा बुद्ध धर्म मान्नेहरूले बुझ्नै पर्ने, थाहा हुनै पर्ने 10 अकुशल कर्महरू है। र अब तपाईँहरूलाई यो 10 अकुशल कर्म गर्नुभयो भने त्यसको फल के हुन्छ भनेर त्यो पनि मैले एउटा एउटा बताइदिएँ है। र अब त्यो 10 अकुशल कर्मलाई हामीले त्यागेर त्यसलाई नगरेर है, अनि त्यसको ठिक उल्टा गऱ्यो भने चाहिँ त्यो भयो 10 कुशल कर्महरू है। र त्यो गऱ्यो भने चाहिँ हाम्रो जीवन पनि राम्रो हुने, यो जुनी मात्र होइन खास गरी पछिल्लो जुनी एकदमै राम्रो हुने है, आयु लामो हुने, वचन राम्रो हुने है, त्यस्तै गरी मन राम्रो हुने, मनमा सुख पाउने हो, त्यस्तो चाहिँ त्यस्तो हुनेछ भनेर चाहिँ हामीले विश्वास गर्नुपर्छ है त। अब यो जुनी त हामीले जन्म लिइसक्यौँ है, यो जुनीमा के भोग्नु छ त्यो त तय भइसक्यो, किनभने पूर्व जुनीमा हामीले हाम्रो पूर्व अवतार भनौँ, पूर्व जुनीमा हामीले गर्नुपर्ने गर्नु नपर्ने सबै हामीले गरिसक्यौँ है। त्यो कर्मको फल सबै यो जुनीमा हामीले भोग्ने हो। तर यो जुनीमा हाम्रो जुनी जस्तै नै होस्, चाहे तपाईँ हामी कसैले सोच्नुहुन्छ होला कि मलाई त कति दुःख छ है, मलाई त यस्तो दुःख छ, मलाई त्यस्तो दुःख छ, मलाई पैसा छैन, मलाई मनमा सुख छैन, मलाई एकदम रोग धेरै छ, त्यस्तोहरू धेरै सोच्नु भएन। सकेसम्म पछिल्लो जुनीको लागि सोचेर अहिले जति छ आफूसँग जति छ त्यतिमा नै, जस्तै अब आफ्नोमा अब हात खुट्टा त छ नि, हात खुट्टा भए तापनि मन त छ नि, सोच त छ नि, राम्रो सोचेर आजदेखि हामीले गर्नुपर्ने कामहरू ठिक गर्ने है, पुण्य कमाउने कामहरू गर्ने, धर्मको कामहरू गर्ने, कुशल कामहरू गर्ने है। जति गर्नु नहुने हामीले गरिसक्यौँ, अब त्यो कुरा त्यो हामीले सोचिबस्यो भने फाइदा छैन। र अब आउँदो दिनमा चाहिँ हामीले राम्रो काम गर्ने, राम्रो कर्म गर्ने, त्यस्तो गऱ्यौँ भने चाहिँ बाँकी जीवन पनि राम्ररी कट्ने र पछिल्लो जुनी पनि राम्रो एउटा जुनी लिइने छ भनेर चाहिँ तपाईँहरूलाई भन्न चाहन्छु है। हस् त, अनि यो चाहिँ थियो आजको यो भिडियो चाहिँ 10 अकुशल कर्मको बारेमा। र त्यसै गरी अब धर्म सम्बन्धित कुनै विषयमा जान्न मन छ भने तल कमेन्टमा लेख्नु होला है, त्यसको बारेमा म अवश्य भिडियो बनाउने छु है। धेरै कुराहरू छ धर्मका, जस्तै 4 आर्य सत्यहरू भन्छन् है। बुद्ध त प्राप्त गरिसकेपछि सबभन्दा पहिलो प्रवचन यानि वाराणसीमा के प्रवचन दिनुभएको थियो भन्दाखेरि 4 आर्य सत्यमाथि, 4 आर्य सत्यको बारेमा चाहिँ पहिलो प्रवचन दिनुभएको थियो है। तिनीहरू के हो, कस्तो हुन् भनेर चाहिँ त्यो पनि तपाईँलाई इच्छा छ भने त्यो पनि भन्नेछु, तल कमेन्टमा लेख्नु होला है। हस् त, अनि यो भिडियोलाई सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हस् त, अनि फेरि पनि अर्को भिडियोमा भेटौँला। हस् त, धन्यवाद।